नमस्ते, वेलकम टू माई यूट्यूब न्यू भिडियो। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज आमा औँसी, आमाको मुख हेर्ने दिन। अब हामी चाहिँ माइत जान लागेको। अनि छोरो बाबु, मेरो बाबु पनि क्याब लाएर रेडी भएको छ। अब हामी चाहिँ माइत जान लागेको। अनि मलाई झोला चाहिँ प्याकिङ गरेर हिँड्न लागेको। अब आज गएर टिका सिका लगाइदिनु पर्यो हैन। सबैजनाले लास्टसम्म हेरिदिनु होला। अनि मेरो अब 2 दिनसम्म बिरामी भएर अनि मेरो भ्लग आउन सकेन। अबदेखि मेरो भ्लग आउनेछ। सबैले माया गरिदिनु होला, हेरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला है त। हामी चाहिँ घर लाग्यो। अब फाइनली हामी त आइयो। सामान राख्न जाएको। सामान राखेर सुनाउनु पर्यो। हेलो, आज पढेर आउनु ल, हिँड्नुहोस् तपाईँ र म बाहुन गराउनु पर्ने हा। लड्डु लिएर आउने हो क्या। मम्मीले भन्नुको ल छिटो ड्रेस लिएर आउनु। बाबा त जाने कहिले कहिले छिटो गरेर भात खाने हो के, भोक लाग्छ। ल छिटो जानुहोस्। हेलमेट खोल्दै हुनुहुन्छ हाम्रो सदिच्छा बहनले। कति पढेर आउनु त नि, कि लभ गरेर आउनु भयो? Oh my God! Wow! अब घर आउन नपाउँदा फेरि बागलुङ पठाउँछन्। सपना दिदीमा जाने भनेको फेरि मम्मी जाने हुनुभयो, मम्मी र त्यही भएर मम्मी र म जानु लाग्छ। सामानहरू धेरै भयो। अनि त्यस पछाडि अब मम्मी र अनि सदिच्छा जाने भन्नुभयो। अनि तरकारी सरकारी के छैन अरे। अनि त्यो सबै ल्याउने भनेर अनि मम्मी र अनि के अरे सदिच्छा जानु हो। छिटै गरेर आउनु है। बाई भन्नु त मम्मी। यता हेरेर बाई भन्नु क्या, अनुहारै नदेऊ। ल गए। अब लड्डु सड्डु लिएर आउँछन्। अनि हजुरलाई म हाम्रो सर्भिसिङ देखाउँछु। हाम्रो सर्भिसिङमा चाहिँ टायर पसल पनि छ। आमा हेलो भन्नु न, हेलो भन्नु न, हेलो भन्नु न। हाम्रो यो पसल भयो। अनि हाम्रो सर्भिसिङ, यो चाहिँ हाम्रो सर्भिसिङ गाडी हुने यस्तो छ। सबै खोलातिर छेउमा है। अनि A few moments later. ल हाम्रो आमा औँसी टिका लाउँदै। यताबाट टिका लगाइदिनु। छोरो छोरो हट हट। हामी छोरो र मैले टिका लाउनु पर्छ। छोरो ल आमा औँसीको टिका लाउँदै हुनुहुन्छ सबैले। ल मम्मी के हो दिने? के दिने? ल आज आमा औँसीको दिन छोराले आमाहरूलाई टिको लाउँदै मुख मिठो गराउँदै अनि छोरीले दुवैजनाले आशीर्वाद दिँदै लड्डु खुवाउँदै अनि नातिले पनि हजुरआमालाई खुवाउँदै
आमाको मुख यस्तो गुलियो गुलियो भइन्छ अब त मिठो बोल्नुहुन्छ अब त मिठो बोल्नुहुन्छ अब यहाँ छोरीले ल्याएको कोसेली ए यो मेरो तर्फबाट मम्मीले पाइसक्यो मम्मीले त पाइसक्यो फेरि मम्मीलाई दिइसकेको भयो होइन थियो फेरि ल अब होइन मम्मीलाई देखाएर आमाले बिहान भनेर नभन्नु होला। मम्मीले छोरी खाना खाएर त हामी यता कोठामा एकछिन रेस्ट गर्नलाई जाँदैछौँ। सानो यहाँ खेलेछु नि सानो सानो अब एकछिन चाहिँ रेस्ट गर्नु पऱ्यो त्यस पछाडि अनि आमालाई ल्याइदिएको थिएँ 2टा लुङ्गी एकाउन्टा 2टी आमालाई अनि मम्मीलाई चाहिँ अलादिन ल्याइदिएको थिएँ अनि दिएँ अनि चाहिँ खानेकुरा लड्डु सड्डु बर्फी सर्फी लिएर आएको थिएँ अनि त्यो नि दिउँ अनि त्यही हो राम्रै भयो मौसी छोरीको पारा छोरीको पारा राम्रै छ बिहेमा आएको जन्तीको भाँडा खाएर खाएर भ्याइयो बिहेमा आएको जन्तीको भाँडा खाजा खाएर भ्याइयो हेरेर साथीहरू अनि हामी पारा चाहिँ खिच्च दाँतेर बनाइन्छ अब हामी चाहिँ ऊपर जान्छौँ गाइजहरू खायो टन्ना कन चाउचाउ बनाएर खायो अनि त्यस पछाडि अब चाहिँ कोठामा हिँड्नु लागेको कति मिठो भयो गाइजहरू होइन आजको दिन आजलाई यति नै। अब मेरो भ्लग अब आइरहन्छ माया गरिदिनुहोस् सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् अनि सब्सक्राइब गरिदिनुहोस्।